आज हामी तपाईहरुलाई भूकम्प गएपछि तपाईको घर कुन ड्यामेज लेभलमा पर्छ भनेर हामीले एआई प्रयोग गरेर गरेको रिसर्चको बारेमा बताउन गइरहेका छौं। अहिलेका लागि हामी रेनफोर्स कङ्क्रिट यानि कि आरसी फ्रेम बिल्डिङको बारेमा कुरा गर्दैछौं। आरसी बिल्डिङ भन्नाले बीम र कलम प्रयोग गरेर बनेको फ्रेम स्ट्रक्चर बुझ्नु पर्दछ र अगाडि बढ्नुभन्दा पहिले किन एआई मेथड प्रयोग गरेको भन्ने कुरा बुझौं। इन्जिनियर्स वा एक्सपर्ट्स गएर हेर्नुपर्ने हुँदा धेरै टाइम लाग्ने उहाँहरूको सेफ्टीको ग्यारेन्टी नहुने। अर्को कुरा, ठुलो एरिया प्रभावित हुँदा सबै ठाउँमा एक्सपर्ट्स वा इन्जिनियर पठाउन धेरै गाह्रो हुन्छ र यस्तो अवस्थामा धेरै मानिसहरू सहयोगको पर्खाइमा बस्नु बाध्य हुन्छन्, जसले गर्दा समयमै निर्णय लिन नसक्दा समस्या अझ बढ्न सक्छ, जुन कुरा हामीले 2072 सालको भूकम्प जाँदा भोगिसकेका छौं। त्यसैले यस्तो आपतकालीन अवस्थामा छिटो निर्णय लिन सक्यो भने यसले धेरै नै सहयोग गर्न सक्छ र यही कारणले यस रिसर्चमा हामीले एआई प्रयोग गरेर यो काम कसरी छिटो र प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने देखाउन खोजेका छौं। मानौ कतै भूकम्प गयो, त्यसले घरहरुमा क्षति पुर्यायो अनि मानिसहरूलाई डर लाग्छ अब यो घर फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन। त्यसैका लागि हामीले एउटा एआई मोडल ट्रेन गरेका छौं जसले भूकम्प गए लगत्तै तपाईको घर कुन ड्यामेज लेभलमा पर्छ भनेर देखाउन सक्छ। र यो एआई मोडल बनाउनका लागि हामीले डिफरेन्ट क्यारेक्टरिस्टिक्स भएको बिल्डिङलाई मोर देन 700 रेकर्डेड ग्राउन्ड मोसन डेटा युज गरेर नन लिनियर टाइम हिस्ट्री एनालाइसिस क्यारी आउट गर्दा आएको बिल्डिङ रेस्पोन्सलाई हामीले 5 वटा ड्यामेज क्लासमा क्याटेगोराइज गरेका छौं र मोर देन 10 मोडल्स मध्येमा बेस्ट चाहिँ एक्सी बुस्ट मोडलले मोर देन 90% एक्युरेसी अन ट्रेनिङ डेटासेटमा दियो भने भ्यालिडेसनको लागि 3 वटा डेटासेट लिएका छौं, जसमा 2015 नेपाल अर्थक्वेक रियल वर्ल्ड डेटासेटमा 75% एक्युरेसी आएको छ भने चाइनाको बेजिङ अर्थक्वेक एडमिनिस्ट्रेसनले डेभलप गरेको यु सिमुलेटरसँगको कम्पेरिजनमा पनि मोर देन 90% आएको छ र इट्याप्सको रिजल्टसँग कम्पेयर गर्दा पनि मोर देन 90% रिजल्ट आएको छ। यसरी डेभलप गरेको मोडलमा स्ट्रक्चरल र अर्थक्वेक प्रपर्टिज राखिसकेपछि यसले बिल्डिङ्सहरूलाई नल, स्लाइड ड्यामेज, मोडरेट ड्यामेज, हेभी ड्यामेज र कोल्याप्समा क्याटेगोराइज गरिदिन्छ। त्यसैगरी हामीले यो एआई मोडल प्रयोग गरेर रिजनल वा सिटी स्केलमा पनि बिल्डिङको ड्यामेज क्लासिफाई गर्न सक्नेछौँ। यो गर्न सक्दा हामीले भल्नरेबिलिटी म्याप पनि तयार गर्न सक्छौँ। यसले गभर्नमेन्ट अर्गनाइजेसन्स, डिसिजन मेकर्स र स्टेक होल्डर्सलाई कुन एरियामा बढी ड्यामेज हुन सक्छ भन्ने कुरा देखाउँछ। त्यसले फर्दर जुन एरियामा बढी ड्यामेज भएको छ त्यहाँ हामीले इभ्याकुएसन टिम, रेस्क्यु टिम, खाद्यान्न, अस्थायी बसोबास सामग्री र मेडिकल सर्भिसेस सबैभन्दा पहिला मोबिलाइज गर्न सक्छौँ। त्यसैगरी इमर्जेन्सी ट्रान्सपोर्टका लागि पनि कुन बाटो प्रयोग गर्दा छिटो पुगिन्छ भन्ने थाहा पाउन सक्छौँ। जस्तै धेरै ड्यामेज भएको एरियामा एम्बुलेन्स गयो भने बाटोमै अड्किन सक्छ, तर कम ड्यामेज भएको रुट प्रयोग गर्दा छिटै अस्पताल पुग्न सकिन्छ। यो स्टडी नेपाल जस्तो देशका लागि निकै प्रभावकारी हुन सक्छ, जहाँ सीमित स्रोत र सीमित डेटा भए पनि एआई प्रयोग गरेर छिटो निर्णय लिन सकिन्छ। विपद व्यवस्थापनमा सही समयमा सही निर्णय गर्न सक्यो भने धेरै जीवन बचाउन सकिन्छ र यस्तै गरी हामीले अरू बिल्डिङ टाइप्स पनि ड्यामेज इभ्यालुएसन गर्न सक्छौँ। यो रिसर्च अझै प्रभावकारी बनाउनका लागि पेपरमा उल्लेख गरिएका लिमिटेसन्सहरूलाई समाधान गर्न सके अझ राम्रो परिणाम पाउन सकिन्छ। यो रिसर्चको बारेमा अझै डिटेलमा जान्न चाहनुहुन्छ भने यो पेपर पढ्न सक्नुहुन्छ। अन्तमा यस्तो स्टडी सरकारवालासम्म पुर्याउनका लागि सेयर गरिदिनु होला र यस्तै अपडेट्सको लागि हामीलाई फलो गर्नुहोला।